हेलो साथीहरु, स्वागत छ मेरो YouTube च्यानलमा। सम्पूर्णमा नमस्कार। आज हामी आफ्नै गाउँठाउँमा घुम्न गइरहेको थियौँ साथीहरुसँग। दाङको दादाहरु हुनुहुन्थ्यो, दाङको टाउनमा काम गर्नुहुन्छ। धेरै रमाइलो भयो आफ्नै गाउँठाउँमा घुम्दा, एकदम खुसी लाग्छ। हामी धेरै रमाइलो गर्यौँ आज, फोटा पनि खिच्यौँ, भिडियोहरू बनायौँ, कुराकानी गर्दै थियौँ सबैजना, नाच्यौँ। हामी धेरै रमाइलो गर्यौँ। यता लेक साइडतिर थियो, बेटी साइड यता थियो। दाङको दादाहरूले बहिनी भिडियो बनाऊ भन्दै हुनुहुन्थ्यो। मलाई यस्तो लाज लागिरहेको थियो, आगो अगाडि हाँसिराखेँ। अनि उहाँहरू फोटा खिच्दै हुनुहुन्थ्यो साथीहरू। हामी यता नाच्दै थियौँ, रमाइलो गर्दै भिडियो गर्दै थियौँ। हजुरहरू पनि आउन चाहनुहुन्छ भने आउनुहोस् है हाम्रो ठाउँमा, रमाइलो छ। डाँडाकाँडा बेरी साइड यता एउटाइ रहेको छ गुर्बाकोटको डाँडा। यता माथि हामी डाँडामा गएको थियौँ, बेरी साइड यता नानीले भन्छ यसलाई धेरै रमाइलो भयो। आज नयाँ वर्षको सबैलाई शुभकामना छ। म चाहिँ यत्तिकै बहिनीसँग कुरा गरेर बसिराखेको लागि साथीहरूसँग रमाइलो भयो। आज भिडियो बनाउँदै थियौँ। कब गयौँ एकछिन अब जाने भनेर रेडी भयौँ, अब जाँदै थियौँ सबैजना। काम पनि यस्तो तरिकाले लगाइरहेको, टन्टा पुरै काम लगाइरहेको थियो साथीहरू। अनि मलाई ज्वरो पनि आइरहेको थियो, धेरै लुगा लगाइरहेको छ, एकदम गाह्रो भइरहेको छ। त्यही पनि साथीहरूसँग जाम घुम्न भनेर गयो। बहिनीहरूसँग, मेरो बहिनी आउनु भएको थियो कुनपुरबाट, एकदम रमाइलो भयो। बहिनीलाई लगेर गएको आज, धेरै रमाइलो भयो दिदी भन्दै थियौँ। हामी अगाडि आइसकेको थियौँ, साथीहरू पछाडि थियो कि हामी अगाडि आयौँ, नाच्यौँ, रमाइलो गऱ्यौँ दादाहरूसँग। धेरै रमाइलो भयो। सबैसँग यति रमाइलो हुँदा कहिले साथ हुन्छ र भनेर हाम्रो गाउँ पनि देखिरहेको छ। घर जानुलाई रेडी भएको थियौँ, हिँड्दै थियौँ, बाटोहरू अप्ठ्यारो छ, हाम्रो डाँडा नै गइरहेको छ अगाडि, पछाडि हामी धेरै रमाइलो भयो। अब भेट कहिले होला भनेर अब यस्तो भेट भएको बेलाको भिडियो धेरै रमाइलो भएको थियो नि। मेघ घर जानलाई तर डाँडादेखि तल झर्दै थियो। यति राम्रो भ्यू देखिरहेको छ। पुरा भ्यू हेर्नको लागि हामीले के गऱ्यौँ भन्दा हेर्न चाहनुहुन्छ भने हेर्दै जानु होला। अनि भिडियो बनाइयो, यो भ्यू यति राम्रो छ। एकदम खुसी लागिरहेको थियो आज नयाँ वर्षमा। हेर्नु सबैसँग घुम्न जाँदा, सबैसँग रमाइलो गर्दा, बहिनीहरू धेरै रमाइलो भयो। बहिनीहरू पनि धेरै रमाइलो भयो। मेरो बहिनीले भिडियो बनाउँदै थियो। हामीतिर यो सिउडी भन्छ, हजुरकोतिर के भन्छ भन्नुहोस् है, कमेन्ट गर्नुहोस्। भाइ चाहिँ अगाडि हिँड्दै थियो, हाम्रोतिर सिउडीको काँडामा नाम लेखेपछि भेटिँदैन भन्छ। हाम्रो सिउडीको काँडामा नाम लेख्न हिँड्दै थियो। अनि एकदम लाएर बाटोमा थकाइ लाग्यो। बहिनीलाई सोध्दै थियौँ थकाइ लाग्यो कि नहीं, पहिलोचोटि आएको थिइन् नि उनी पाहाडमा, थकाइ लाग्यो दिदी धेरै भन्दै थिइन्। अनि रमाइलो पनि भयो, केही छैन रमाइलो भयो, थकाइ लाग्यो। मैले चाहिँ सिउडीको काँडामा नाम लेखेँ, कहिले भेटिँदैन भनेर आफ्नो नाम लेखेँ। एकदम रमाइलो भयो है। बरु रोडमा पुग्न पनि धेरै छैन, धेरै नै छ। सिउडीको काँडामा नाम लेखियो सबैजनाले। अनि म चाहिँ के होला साथीहरूसँगै एक्लै रङ्गी चङ्गी जस्तै गर्दै थिएँ। कस्तो र लाग्यो होला बहिनी गर्दैन भने दम खेलिहालेँ। मैले चाहिँ बच्चा व्यवहार देखाइहालेँ। सबै साथीहरू अगाडि गइसक्नु भएको थियो। भाइ, म, बहिनी, दाजु थियो, सब उता पर पुगिसक्नु भयो। हामी एकदम सोलो हिँड्दै थियौँ। अनि बाटोमा पनि पुगियो। पानी प्यास लागेर एकदम हामी त थकित भएको थियौँ। पानी देखेर त हामी पौडी खेलौँ भन्नेसम्म पनि भयौँ। हामी
जाँदै थियौँ कि गाई त एकदम लगाएर पल्टेको रहेछ। अनि हामी गएर यसो सबैलाई पानी प्यास लागेको थियो, सबै गयौँ। ढिला गरेको भनेर बोल्दै हुनुहुन्थ्यो। अनि कपडा सिलाउँदै हुनुहुन्थ्यो। घर छेउमा हाम्रो गाउँ काटिसकियो, हेर्न सक्नुहुन्छ हाम्रो गाउँको एकदम पुगियो। साथीहरू नेक्स्ट भिडियोमा भेटौँला। यहाँसम्म हेरिदिनु भयो।